एकदमै फोहोर छ। धनी मान्छेहरू चाहिँ अब आफ्नो भूत पिचासहरू पनि हुन सक्छन्। यता पनि एउटा जला छ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म अमर सधैँ जस्तो ब्लग लिएर आएको छु। आज पनि म चाहिँ आज हाम्रो नयाँ रुम सार्ने भनेर सफा गर्न लाग्दैछु र आजको भिडियो अन्तिमसम्म हेर्नु होला। र उतातिर हाम्रो महिना पुगिसकेको थियो, त्यही भएर हामीले चाहिँ यतातिर रुम सफा गर्दैछौँ। यो चाहिँ माथिको पोर्सन हो, एकदमै फोहोर छ। धनी मान्छेहरू चाहिँ अब आफूलाई चित्त बुझ्यो भने नयाँ घर मिल्यो भने छोडेर हिँड्छन् क्या चत्रकै। यसको रेन्ट बारेमा त मलाई थाहा भएन। रुम चाहिँ ठिकै छ सबै रुमहरू। अहिले एकदमै फोहोर छ, डस्टिङहरू छ धेरै। अरू भिडियोमा देखाउँछु। एकदमै फोहोर कस्तो फोहोर छ, फोहोर छ जता कतै फोहोर छ कि। कबाडहरू सबै त लगेर फाल्ने भनेर भनेको छौँ कामदारहरूलाई। काम गर्ने दुईजना मान्छे लगाएको छ। अब चाहिँ हाम्रो केही दिन उतातिर बसियो, 1 महिना जति। अब हामी यता बस्छौँ। अब कस्तो हुन्छ त यहाँको बसाइ। उता त एकदमै सजिलो थियो, ठिक पनि थियो। अब यहाँ चाहिँ मल्टिपल कोठाहरू छ। अब यहाँ त्यही अनुसारले बस्नुपर्ने हुन्छ। 2 घन्टा जति भइसक्यो। अलिअलि उहाँ फेर्दैछ, हल्का चम्किरहेछ। एकदमै फोहोर रहेछ क्या, एकदमै कति भएको छोडेको। सफाइ गर्दा केटाहरू लागिरहँ, साथमा हामी पनि लाग्यो। यस्तो छ यहाँको चाहिँ कति लाग्ने समय एकदमै लाग्ला जस्तो छ। सफाइ नै भइरहेको मजाले। रुमहरू लगभग सफाइ गऱ्यो। हल्का फुल्का है त, धेरै त गर्न सकिएन। एकदमै रहेछ। अब यहाँ केटाहरू लागेर दाइले गर्दै हुनुहुन्छ। क्या है? कह रहा था वो अभी बाहर साफ किया ना। यो सफाइ चल रहा है, गर्दैछौँ। पनि गरेको सबै यस्तो भएर। सीढ़ी में कर दिया और नहीं करा होगा दोबारा कराएगा, लेके वो पैसे नहीं देगा नहीं। यस्तो भयो यहाँको फाइनल लुक हो सफाइ गरिसकेपछि। है त पहिला कस्तो थियो, त्यसपछि कस्तो भयो। यतातिर बस्ने कोठाहरू छ, टक्क लाएर पङ्खा चलिरहेछ। चाहिँ चलो म लाइटहरू बन्द गर्छु। पहिले आउने हामीले भयो। माथि कोठा देखाउँछ त माथि। अरे मिट्टी मिट्टी आ रहा है, देख। और छोटे देख, सीढ़ी साफ नहीं हो रहा अभी। क्या सीढ़ी देख ले, सीढ़ी कैसी हो रहा है देख, सीढ़ी देख कैसे है। यो चाहिँ फाइनल लुक हो। पहिला यहाँ चाहिँ एकदमै डस्टिङ थियो, पुरा कचडा। अहिले चाहिँ मजाले सफा भयो। अब सफाहरू चाहिँ भयो। पहिला भन्दा चाहिँ धेरै राम्रो। पहिला चाहिँ त्यस्तो फोहोर थियो कि अझै सेटिङ मिलाउने छ। यस्तो छ रुमहरू। अनिहरू गर्दैछ हाम्रो इन्डियन भाइले सफाइ मजाले। बढ़िया से करवाओ। हाँ, फाइनली हामी चाहिँ नयाँ घरमा बसिसक्यो। अब आज चाहिँ तलतिरै
सुत्ने भन्ने प्लान छ, किनकि हामीहरूसँग अब बेड त माथि छ, फोहोर छ, अहिले धेरै गड्डाहरू लिएर यता दिइरहेका छौँ। फेरि त्यतातिर बनाएपछि टक्क लगाएर अनि बिहानभरिको सफाइ, अनि अहिले चाहिँ टक्क लगाएर यतातिर चाहिँ धुपबत्ती पनि गरेका छौँ। धुपबत्ती होइन, धुपबत्ती त गर्नु पऱ्यो, नयाँ घर हो होइन, नयाँ घर भन्दा पुरानो घर हो, भूत पिचासहरू पनि हुनसक्छन्। यता पनि एउटा जलाछौँ, यता पनि जलाछौँ। हामी चाहिँ आज 2 भाइ मात्रै बस्छौँ यहाँ, अब अरू चाहिँ आएको छैन, कोही पनि आएको छैन। अहिलेको चाहिँ भैलो खेल्ने ठाउँ चाहिँ यही हो, यता भैलो खेल्ने मजाले बसेर माथि पनि छ, माथि खेलेको हुन्छ, तल खेलेको हुन्छ है। अब मासु पकाउनु चाहिँ यतातिर छ, भान्साघर चाहिँ यतातिर, यतातिर मासु पकाउनु गएको छ। बाँकी चाहिँ यही हो। आज चाहिँ हामी बसाइ सरिसक्यौँ। आजको हाम्रो बिहानदेखिको सरसफाइ कार्यक्रम चाहिँ सम्पूर्ण पुरा भयो र बसाइ सरेको। फेरि आउँदो भिडियोमा चाहिँ म तपाईलाई नयाँ ब्लगको साथ आउनेछु र मेरो च्यानललाई यदि तपाईँ नयाँ हुनुहुन्छ भने तपाईँहरूको सपोर्ट चाहियो है त गाइज। म चाहिँ डेली ब्लग लिएर आउनेछु र म अहिले चाहिँ यत्तिकै खालि बसेको मात्रै ब्लगहरू आइरहेछ होइन, यताउता घुमेको। तर म चाहिँ अब छिटै नै कुकिङको अलिकति होइन यस्तो आउने जाने सबै कुराहरू मिक्सिङ ब्लग हो मेरो चाहिँ। यस्तो प्रोफेसनल टाइपको पनि होइन, किनकि हामी त्यसमा डिपली जान सकिन्न। प्रोफेसनल टाइपको र डिपली जानको लागि हामीसँग ब्याकग्राउन्डमा पनि मान्छे हुनु पऱ्यो, फोटोग्राफरहरू हुनु पऱ्यो होइन, त्यो सुट गर्ने हुनु पऱ्यो, क्यामेरा मान्छेहरू पनि हुनु पऱ्यो। त्यही भएर म चाहिँ मिक्सिङ आफैले गर्ने हो, आफै दिने हो। अब हामीले पनि थाहा छ बेस्ट दिनु सकिन्छ र गरिन्छ पनि, तर आफैले भिडियो गराउने, आफै बनाउने कसरी सकिन्छ, सक्दैन नि। त्यही भएर चाहिँ हामीसँग त्यस्तो चाहिँ अब अहिले म त्यस्तो दिन सक्दिनँ, तर म जति सक्ने आफ्नो रियल लाइफ होइन देखि लिएर अन्य कुराहरूलाई पनि समेटेर मैले ब्लग गराउँदैछु। कुरा अलि धेरै भइसके जस्तो छ। नेक्स्ट भिडियोमा भेटौँला गाइज, सी यू अगेन।